Mira Lucky by हेलो Buhari. फ्रेन्ड, अब चाहिँ हामी हाम्रो भाइको डोकबेटको लागि रोटी पोल्न जाँदैछौँ। बिहे चाहिँ पहिले भइसकेको 1 वर्ष अगाडि, अनि बुहारीकोतिर मान्छे बित्नु भएको थियो, त्यही भएर यसपालि चाहिँ फेरि अब डोकबेट जाने तयारी हुँदैछ। हाम्रो भाइ बुहारीहरू त कति भाग्यमानी, ओहो दुईचोटि यस्तो राम्रोसँग बिहा गर्न पाउने भए। आज चाहिँ अब रोटी पोल्नको साइडको लागि यसो टिको टालो गरेर सुरु गर्दैछन्। बहिनीहरू चाहिँ दक्षिणा पनि पाएर यति खुसी हुँदैछन्। ला ला ला। अनि मम्मी र आन्टी चाहिँ यहाँ पूजा गरेर अब सुरु गर्ने भनेर तयारी गर्दै हुनुहुन्छ। माइजू चाहिँ सुपारी बनाउँदै हुनुहुन्छ अनि बहिनीहरूले चाहिँ रोटी पोल्दैछन्। म चाहिँ क्यामेराम्यान। ऊ भाइ पनि खुसी हुँदैछ, उसलाई मनपर्ने रोटी बनाएको भएर। माइजू चाहिँ सुपारी बनाउँदै हुनुहुन्छ, म चाहिँ भिडियोहरू बनाउँदैछु। रिमेम्बर हुन्छ नि त। फेरि आन्टीको घर फेरि यस्तो राम्रो ठाउँमा छ, वारिपारि एकदम हरियाली, डाँडा काँडा, यस्तो राम्रो लाग्छ। अनि आज चाहिँ नमकिन अनि त्यसपछि अर्सा रोटी यानि कि भेली रोटी मात्रै बनाएँ। सबजना मिलेर काम गर्दैछौँ। बिचरा हाम्रो बुहारी फेरि भाँडा माझ्दैछिन्, बहिनीले फेरि सफा गर्दैछिन्। ल है त साथीहरू, आजको लागि यति नै। बाई बाई।